को बाढीले क्षतिग्रस्त बनाएको यो पुल यो हामी धादिङ जिल्ला अन्तर्गत जाँदैछौँ हामी बाटोमा। अब यो त्रिशुली नदीको पुल होइन दाइ, त्रिशुली नदीको पुल होइन त, यो चाहिँ खोला यस्तो देखिरहनु भएको छ। अहिले हाम्रो उद्धम काका हुनुहुन्छ होइन, खुलेको छैन बाटोमा। यहाँ चाहिँ अब यस्तो घरहरू छ यहाँ छेउमा, यो घर पनि नजाला भन्न सकिन्छ। हजुर हजुर हेलो हेलो, म पनि छु हेलो। ल हामी जाँदैछौँ लमजुङ। पानी त्यहाँ छ धारा, यस्तो भएर हुन्छ। झर्नाको पानी ल, कपाल जाम, अनुहार जाम सबै। मुख धोरा फ्रेस हो कि भने विशाललाई कस्तो भइरहेछ? इन्जोय, रमाइलो। यी गाडी लाइन छ एकछिन, अहिले उता जाम रहेछ। त्यसपछि हामी अब यस्तो थियो, कस्तो थियो यस्तो हामी चाहिँ गएर चाहिँ गाडी जाम छ, खोइ के भएर थाहा छैन। ट्रक पछाडिसम्म जान्छ झर्ना खोला। मेरो पनि झन् भिजो भिजो जस्तो भयो त, एकजना जुत्ता ल्यायो गाह्रो होला। निन्द्रा पुग्यो सर, निन्द्रा पुग्यो। ओ काका के छ, निन्द्रा पुग्यो? पुग्छ। हेलो हेलो हेलो, नमस्ते नमस्ते। हामी लम्नु जानेछौँ, जाममा छौँ। राधे कृष्ण, राधे 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 राधे। कता पछाडि Shyam sir, I am backside. where is your standing bag? हामी चाहिँ यहाँ जाममा परिरहेको छौँ हल्का। You such a careless. राधे 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 कृष्ण। जाममा छौँ हामी। जाम राधे राधे जाममा राधे राधे। जामले गर्दा हामी बाटोमा जाम जस्तै भइरहेको छ। अब खुल्छ भन्ने आशमा छ। खुल्छ होला सायद, के छ गुरु? खुल्छ यो खास के को हो? यो पहिरोकै हो। ठिक छ, त्यसै खुल्छ, त्यसै खुल्छ। पहिरोको जाम जाममा परेर पहिरोको जामी, पहिरोको जाम पसिना। पहिरोको जाम ल खुल्छ। आज यो डाँडा हो नि त, हेर आम्मा खेल्नु भयो नि त। ल यो के भन्छ ठाउँमा जाममा परेमा? मवा खोला नजिक हो कि? मवा खोला उतापट्टि पर्छ। मवा खोला भन्ने ठाउँमा चाहिँ हेर्नुहोस्, अब यहाँ पहिरो यसरी झर्छन् गडङ डङ 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 यस्तो अस्ति पनि झऱ्यो। धन्न यहाँ चाहिँ झरेको छैन, झर्ने ठाउँ चाहिँ यस्तो यस्तै हुन्छ। ब्लक चाहिँ भएको कति लामो भइसकेर त किन त्यो लगेर त फेरि बिचमा गाडी बस्दैछ क्या त्यहाँ। त्यही भएर त जाम भने त्यहाँ त्यस्तो मात्रै हुँदै पुगेर लान्छ कि अति गर्छ क्या। त्यो गाडी चाहिँ हुर्काउन पाएपछि सुई गर। यहाँ त अर्ग्यानिक काँक्रा ऊ भइसकेको छ। यहाँ अर्ग्यानिक चुलो पानीले हालेर पुस्क्यो त्यत्तिको माथि पानीले हानेर खुसेको पुल त्यही हो। तल के गर्छ त्यहाँ? ए के गर्नु लाग्यो? 50 फिटमा के गर्छ त्यो मान्छे? खोला पौडी खेल्न लागि अब माछा दाइ भन्दै अब माछा त आयो अरू यहाँ त यहाँ छोडिदिनु यहाँ पनि यस्तो ठाउँ छ। त्यो भात त खुवाएन यसलाई यार। यो त खुसिँदैन तल स्वाट्टै। गाह्रो छ।
यहाँसम्म आएछन् त यार तिमीसँग 20 रुपियाँ चेन छ चेन छैन 50 को छ 100 को छ 100 धेरै ठुलो हो असाट्नु त पर्यो परिहाल्यो दाजु जेको छ अन्तिममा एकछिन नजिक। तिमीलाई 50 रुपियाँ फिर्ता हुन्छ किन नि त्यस्तो ए उसँग छ त कसलाई खाले चिरौटे छ ल ल अहिले चाहिँ जाममा